एकछिन माथिको कुरा सुनौँ है पहिला। के भन्दै हुनुहुन्छ उहाँले? अहिले सुन किन्ने मान्छे फस्न सक्छन्। कुनै बेला यस्तो समय आउन सक्छ, मैले अघि भने अस्ट्रेलियाले चाहिँ सुनखानीबाट चाहिँ सुन निकाल्न खोजिरहेको छ। अस्ट्रेलियाले यदि चाहिँ 20-25 टन सुन निकालिदियो, या अरू देशमा पनि साउथ अफ्रिका लगायत अरू देशहरूमा छ सुनखानीहरू, त्यहाँबाट सुन उत्पादन गरिदियो र त्यो नभए पनि अहिले जति पनि डलरलाई साटेर सुन लिने देशहरूले अब एकचोटि रिलिज गर्छु भनेर रिलिज गरिदियो भने सुन बजारमा एकचोटि पहिरो आउँछ। 2,70,75,000 किनेको सुन 1 लाखमै बेच्न पर्ने दिन पनि आउन सक्छ। 1 लाख त नभनौँ, 1,50,000 चाहिँ मैले पनि मतलब अलिकति अनुमान चाहिँ गरेको छु। मैले कतै कतै हल्ला सुन्दैछु, मान्छेहरू सुनको मूल्य अझै बढ्छ भनेर सुन किन्दैछन्। तपाईँले सुन्नु? मैले पनि सुनेको छु। सुनको मूल्य चाहिँ 5 लाख पुग्छ भन्ने हल्ला पनि मैले सुने। मैले त्यो 5 लाख पुग्छ भनेर पर्सनली मलाई फोन गर्ने साथीभाइ पनि हुनुहुन्छ, उहाँहरूलाई मैले सिधै भने म यसमा चाहिँ नि लिनुस् या नलिनुस् भन्ने सजेसन चाहिँ दिन सक्दिनँ। र यो भनेको अहिलेको अवस्था भनेको, अहिले सुनमा इन्भेस्ट गर्ने भनेको एकदमै त्यो पाकिराखेको फलमा सियो घोप्दाखेरि कहिलेकाहीँ त्यो भारी, सियो नै भारी भएर पनि कहिले खस्न सक्छ। यो चाहिँ हुनसक्छ। त्यही भएर आफ्नो स्वविवेक प्रयोग गर्नुहोस् है भनेर मैले भन्ने गरेको छु।